म सधैँ जस्तै आफ्नो काम गरिरहेको थिएँ। आज मलाई रात परेको थाहै भएन। अरू बेला भए म चाँडै नै बन्द गरेर आफ्नो घर फर्कने गर्थेँ। तर आज कति ढिलो भयो। मेरो एउटा ग्यारेज थियो। म त्यहाँ विभिन्न किसिमका साइकलहरू मर्मत गर्ने गर्थेँ। मर्मत पनि के गर्ने भन्नु र, कसैको चेनहरू बिग्रेको हुन्थ्यो, कसैको पम्चरहरू बिग्रेको हुन्थ्यो। तिनीहरूलाई मिलाउने काम सामान्य थियो। आजभन्दा करिब 12-14 वर्ष अगाडिको घटना। नेपालको कुनै एक ठाउँमा भएको यो घटना। म आफ्नो ठाउँ भने भन्न चाहन्न। मेरो कामहरू यसरी नै चलिरहेको थियो। एक रात यसरी नै म आफ्नो काम गरेर मेरो काम यसरी नै चलिरहेको थियो। त्यो दिन पनि सदा जस्तै नै बित्यो। तर रात परेको मलाई थाहै भएन। जब आफ्नो काम सकेर आकाशतिर हेर्छु त अँध्यारो देख्छु। म अचम्ममा परेँ। अरे, योभन्दा अगाडि त यस्तो भएको थिएन। अझ किन यत्रो टाइम लाग्यो मलाई? म आफ्नो घडी हेर्छु अनि सबै कुराहरू बन्द गरेर अब भने म घर जानको लागि तर्खर गरिरहेको हुन्छु। त्यतिकैमा जब म सटर बन्द गर्छु तब एउटा साइकल अचानक मेरो पछि आउँछ। त्यहाँबाट एउटा मान्छे ओर्लिन्छ। मैले उसलाई खासै वास्ता गरेको त थिइनँ, तर उसको उपस्थिति जब मेरो सामु हुन्छ तब म झस्कन्छु। किनकि उसको उपस्थितिसँगै हावामा एउटा चिसोपन आएको जस्तो मलाई महसुस भइरहेको थियो। यो मेरो भ्रम थियो या यो रात परेपछिको एक प्रकारको डर त्यो भने मलाई थाहा छैन। अनि म उतिर फर्कन्छु। साइकलको पछाडि उसले केही न केही त राखेको थियो। कुनै गठरी जस्तो, कुनै बोराभित्र भाङ्गा टुटा सामान राखे जस्तो थुप्रो थियो। अनि म उसलाई हेरेर भन्छु, मैले मेरो दोकान बन्द गरिसकेँ। कृपया तपाईँ भोलि आउनुहोला। किनकि मलाई उसको उपस्थितिले साँच्चै नै डर लागेको थियो। कुकुरहरू कराइरहेको थियो। अन्धकार बढ्दै थियो। घर जान हतार भइरहेको थियो। मेरो फ्यामिलीहरू मलाई कुरिरहेको होला। मेरो मनमा यही कुराहरू खेलि नै रहेको थियो। उसले डरलाग्दा आवाजमा भन्यो, मेरो साइकल मर्मत गरिदेऊ। मलाई एकदम हतार छ। जब मैले उसको मुखबाट आवाज सुने मलाई केही बोल्न डर लाग्यो। किनकि उसको आवाजमा एक प्रकारको अनुरोध भन्दा पनि आदेश जस्तो थियो। अनि म चुपचाप शान्त भएँ। अब मलाई डर लागिरहेको थियो। उसँग बोल्ने कुनै आँट गरिनँ। अनि मैले फेरि मनमा नै हेत्तेरी आज कुन साइडतिर आइएछ यस्तो भन्दै आफ्नो दोकान खोलेँ अनि सामान निकालेर उसको साइकल मर्मत गर्नतर्फ लागेँ। तर अचम्म, जब मैले उसको साइकल छोएको थिएँ त्यसबेला एक प्रकारको चिसो हावाले मेरो शरीरमा छुयो। त्यो साइकललाई छुँदा पनि यस्तो महसुस भयो कि मैले कुनै आइसमा हात लागेको छु। त्यो आइस एकदम चिसो छ, या भनौँ हिउँको थुप्रोमा मैले हात लागे जस्तो मलाई महसुस भयो। अनि त्यो साइकलबाट एक प्रकारको यस्तो गन्ध आइरहेको थियो जुन खिया परेको जस्तो। कुनै सामान राख्दा राख्दा त्यो त्यत्तिकै खिया पर्छ, फलामको सामग्रीहरू। अनि त्यो धेरै समय भएपछि जुन गन्ध त्यहाँबाट आउँछ त्यस्तै गन्ध आइरहेको थियो। साइकल एकदम पुरानो थियो। मैले उसलाई भने, यो साइकल त मर्मत गर्न धेरै समय लाग्छ। उसले मलाई फेरि भन्यो, मलाई कुनै आपत्ति छैन। उसले प्रश्नको उत्तर एकदम सर्ट दिइरहेको थियो। मानौ मेरो प्रश्नको उत्तर उसलाई दिन मनै छैन। र अर्को कुरा, उसलाई मसँग बोल्नु नै छैन। ऊ हेरिरहेको थियो आकाशतिर। उसको अनुहार मैले त्यति प्रष्ट नदेखे पनि केही हदसम्म म उसको आँखालाई भने पढ्न सक्थेँ। उसको आँखामा नैराश्यता झल्किरहेको थियो। उसको साइकल जसो मर्मत गरेर दिए अनि ऊ आफ्नो सामानहरू त्यस साइकलमा राख्न थाल्यो। मैले जब उसलाई मद्दत गर्न खोजेँ ऊ हात्तिँदै भन्यो, म यो काम आफै गर्न सक्छु। थाहा छैन मैले के रियाक्ट गर्नु पर्थ्यो त्यहाँ। म चुपचाप
हात बाँधेर एक साइडमा उभिए, कुनै गल्ती गरेको बच्चा जस्तै। डर लागिरहेको थियो। रात पर्दै थियो। उसले पैसा कति हो भनेर सोध्यो। मैले 20 रुपियाँ भने, किनकि पम्चर बनाएको 20 रुपियाँ नै लिन्थ्यो त्यस समय। तर उसले मलाई हातमा 10 रुपियाँ थमाइदियो। रिस त उठेको थियो, तर उसको रूप देखेर मलाई डर पनि लागेको थियो, रात पर्दै गएको कारणले गर्दा। त्यसपछि चुपचाप मैले त्यो 10 रुपियाँलाई मैले आफ्नो एउटा गोजीमा राखेँ अनि पसल बन्द गरेर म साइकल दौडाउँदै आफ्नो घरतर्फ गएँ। मैले उसलाई एकचोटि भने प्रश्न गरेको थिएँ, तपाईँ कहाँ बस्नुहुन्छ? तपाईँको घर कहाँ? उसले भनेको थियो, म यही नजिकै बस्छु। यो सुन्न साथ म एकदम झस्किएँ, किनकि उसको आवाजमा एक प्रकारको डर थियो। मैले यो कुरा तपाईँहरूलाई बारम्बार बताइ नै रहेको छु। जब म आफ्नो घरतर्फ पुगेँ त्यस दिन मलाई निदाउन साह्रै नै गाह्रो भयो। उसको तस्बिर, उसको बोली कानमा गुन्जिरह्यो, आँखामा त्यो दृश्यहरू घुमिरह्यो। जब बिहान भयो तब म काममा गएँ। आफ्नो कामहरू गर्दा पनि मनमा त्यो कुराहरू खेलि नै रहेको थियो। कहाँ बस्छ? को थियो? उसको हरकत किन अरूभन्दा बेग्लै थियो? मानव ऊ यो समयकै थिएन। म सोचिरहेको थिएँ। अचानक मैले मेरो गोजी छापेँ। त्यहाँ हिजो उसले दिएको 10 रुपियाँ भेट्टाएँ अनि मैले त्यो 10 रुपियाँलाई झिकेँ। त्यहाँ त्यस फलामको गन्ध जस्तो अझै पनि आइरहेको थियो। त्यो पैसालाई मैले पल्टाइ गरेर हेरेँ। त्यहाँ एउटा सानो अक्षरमा लेखिएको थियो, म मसानघाटको छेउमा बस्छु। मेरो घर मसानघाटमा छ। जब यो कुरा मैले पढेँ तब म एकदम डराएँ। मसानघाट, घर होइन, यो के भइरहेको छ मलाई? किन हिजोदेखि यो कुराहरू मेरो मनमा घुमिरहेको छ मलाई थाहा छैन। म सोचिरहेको थिएँ, के गरौँ? आज मैले अरू दिनभन्दा चाँडै नै मेरो पसललाई बन्द गरेँ अनि म हाम्रो गाउँदेखि अलिक टाढा रहेको त्यस मसानघाटतर्फ म लागेँ। मेरो साइकल बिस्तारै बिस्तारै म निकाइरहेको थिएँ। जब म मसानघाटमा पुगेँ त्यहाँ वरिपरि केवल सन्नाटा थियो, केवल सन्नाटा। त्यहाँ केही पनि थिएन अनि म वरिपरि हेरिरहेँ। करिब 15-20 मिनटसम्म पनि मैले त्यहाँ वरिपरि केही नभेटेपछि जब म फर्किन लागेको थिएँ तब मैले कहीँ एउटा टिनले बारेको घर देखेँ। अरे, यो घर मैले अघि किन देखिनँ? म अचम्ममा परेँ। बुढापाकाहरूले भनेको एउटा कुरा मलाई याद आयो। मसानघाटतिर कहिलेकाहीँ आँखा छल्नको लागि पनि यस्तो किसिमको कार्य हुन्छ। कतै त्यही पो हो कि? म जाउँ कि नजाउँ यो भ्रममा म एकछिनसम्म परि नै रहेँ। अन्त्यमा यत्रो पाइला चालेको छु, अब म किन डराउने? यति सोचेर मैले पाइलाहरू बिस्तारै बिस्तारै अघि बढाएँ। कुकुरहरू भुकिरहेको थियो। हुन त मसानघाट नै भए पनि दिउँसै पनि त्यहाँ जाने कसको आँटो ला, त्यो पनि एक्लै, जुन मैले गरेको थिएँ। बिस्तारै बिस्तारै जब म त्यो घरमा पुगेँ त्यहाँ त्यस्तै गन्ध आइरहेको थियो जुन व्यक्तिको मैले साइकल बनाउँदा प्राप्त गरेको थिएँ। त्यो गन्ध एकदम अर्कै टाइपको थियो। कुनै भाङ्गा टुटा सामानहरूलाई राखिरहेको होस् अनि त्यहाँ वर्षसम्म कोही नआएको होस् अनि त्यहाँबाट निस्किएको त्यो गन्ध, उफ, म अझै पनि सोच्छु। त्यसपछि म बिस्तारै बिस्तारै त्यो घरतर्फ प्रवेश गरेँ। त्यहाँ एउटा टुटेको खाट थियो जुन जर्जर भएर भत्किसकेको थियो सायद, अनि घर एकदम चित्रले बारेको बिग्रिसकेको थियो घर। त्यहाँ मान्छे बस्न लायकको त थिएन। धुलोले जमेर घर पुरै असरल्ल थियो। तर मैले वरिपरि हेरेँ, त्यहाँ एउटा साइकल देखेँ। साइकलमा एउटा गठरी देखेँ, जुन गठरी मैले हिजो नै देखेको थिएँ जस्तो लाग्छ। तर त्यो गठरी हिजोको र आजकोमा धेरै फरक थियो। आजको जब मैले त्यो गठरी देखेको थिएँ त्यहाँ एकदम मानौ त्यो गठरी आजको होइन, त्यो वर्ष पुरानो गठरी थियो। हिजोको गठरी र यो यही हो र म एकछिन अलमल्ल परेँ।
जब मैले साइकललाई छामेँ त्यस साइकलमा त्यस्तै किसिमको ठण्डकपनलाई मैले भेट्टाएँ, चिसो एकदम बरफलाई छोए जस्तो। अनि बिस्तारै मैले त्यस साइकलको ह्यान्डलमा झुन्ड्याएको एउटा झोलालाई त्यहाँ भेटेँ। झोलामा के छ भनेर हेर्दा त्यहाँ केही कागजपत्र थियो अनि एउटा पेपर। त्यहाँ लेखिएको थियो समाचार। करिब आजभन्दा 6 वर्ष अघि एउटा कबडवालाको मृत्यु भएको थियो। ऊ आफ्नो साइकलको पम्चर बनाउन जाने क्रममा उसलाई गाडीले हानेर मारेको रहेछ। जब यो पढेँ तब मेरो हात खुट्टा लकलक लकलक काप्न थाले अनि बिस्तारै बिस्तारै मैले आँखाहरू पनि एकदम तिर्मिर गर्दै देखिरहेको थिएँ। डर लागिरहेको थियो। बिस्तारै म त्यहाँबाट चुपचाप फर्केँ अनि कुदेँ। आफ्नो साइकललाई पनि कुदाउन डर लागेर घिसार्दै लतार्दै त्यहाँबाट निस्केँ। पछाडिबाट चिसो हावा आइरहेको थियो। कानमा गुन्जिरहेको थियो एउटा शब्द, धन्यवाद धन्यवाद धन्यवाद। जब म घरमा पुगेँ तब म थ्याङ्क गड आज त बचियो भन्दै सोचिरहेको थिएँ। अनि एकछिनपछि मैले फेरि सम्झेँ, धन्यवाद। यो शब्द मेरो कानमा गुन्जिरहेको थियो। अनि मैले सोचेँ सायद उसको अन्तिम चाहना आफ्नो साइकल मर्मत गर्नु थियो, जुन उसले गर्यो। कतै यही भएर पो हो कि उसले मलाई धन्यवाद भनेको। जे होस्, भगवान्ले उसको आत्मालाई मोक्ष प्रदान गरोस्, उसको आत्माले शान्ति पाओस्, मनमनी प्रार्थना गरे, धूप बाले। तपाईँहरू विश्वास गर्नुहुन्न होला, मेरो जिन्दगी त्यो जिन्दगी र अहिलेको जिन्दगीमा धेरै फरक छ। हिजोसम्म मलाई खान र लाउन गाह्रो भएको थियो मेरो त्यस व्यवसायबाट। तर जब आज म फर्केर हेर्दा उसको सायद निस्वार्थ मनले कार्य गरेर हो कि क्या हो, आज म धेरै माथि पुगिसकेको छु। मेरो त्यस्ता ग्यारेजहरू अहिले दर्जनौँ छन्। मैले धेरैलाई काममा राखेको छु अनि उसलाई म सधैँ सम्झन्छु। मैले तिमीलाई जानी नजानी गुण गरेँ, तर तिमीले जाँदा जाँदै पनि मेरो जीवनमा यस्तो गुण ल्याइदिएको छौ। म यो गुणलाई कहिले पनि बिर्सन सक्दिनँ। तिमीलाई पनि मेरो तर्फबाट धन्यवाद धन्यवाद धन्यवाद।